हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल राईको छोरी। अनि आज चाहिँ म मेरो साथीको बिहेमा, जसको नाम हो पवित्र छेत्री। सो आज चाहिँ म मेरो साथीसँग एज अ जन्ती भएर जाँदैछु। यो चाहिँ मेरो लाइफको फर्स्ट एक्सपिरियन्स हो जन्ती भएर जानु। सो हामीहरू चाहिँ अगाडि त्यो क्लास बोकेर जाँदैछौँ। त्यसको पछाडि बेहुला बेहुली आउँदैछन्। अनि आधी जन्तीहरू चाहिँ अघि गएर गाडीमा रेडी भइसकेको छ। सो हामी चाहिँ बिस्तारै पछाडि बेहुला बेहुलीलाई रेडी पारेर लिएर जाँदैछौँ। हेर्नुहोस् होला मेरो भिडियोलाई कन्टिन्यू गरिदिनुहोस् होला। म यो बिहेमा के कसो हुनेछ म तपाईँहरूलाई भन्छु। फाइनली हामी चाहिँ बेहुलीको घरमा आएर खाजासाजा खाएर मण्डपमा बस्यौँ छु। म चाहिँ लिटल नर्भस छु किनकि कसैको बिहामा फर्स्ट टाइम यसरी लोकन्ती बसेको। सो अलिक अप्ठ्यारो पनि लाग्दैछ मलाई। र हाम्रो चाहिँ यहाँ एकछिन अब फोटो सेसन भयो। हामीले फोटोसोटो खिच्यौँ, हल्का नक्कल पायौँ होइन। सबै भइसकेर सो सालीहरूले चाहिँ आफ्नो रित अनुसार चाहिँ यहाँनिर भेनालाई अलिक रङ्ग्याउँदैछ। अब चाहिँ भने हाम्रो सबै साथीहरू एक एकजना गर्दै पालो पिलो हाम्रो बेहुलीलाई भेट्दैछ। सो ब्लेसिङ्स दिँदै कङ्ग्रेट्स गर्दै सबैजना एकदम खुसीले। हामी चाहिँ अब सबैजना पालो पिलो गर्दै यहाँनिर फोटो खिच्दैछौँ बेहुला बेहुलीसँग। सो हामी पहिलाको साथीहरूसँग पनि भेटघाट भएर यसो फोटोसोटो रिमेम्बरको लागि। अब पालो आएको छ डान्सको, चाहिँ भएर यहाँनिर बेहुला बेहुलीको नाच्ने पालो आएको छ। सो बेहुला बेहुली नाच्दै एकअर्कासँग इन्जोय गर्दै गरिरहेको छ। हेर्नुहोस् होला। अब चाहिँ भने हामी सबैजना भएर नाच्दै साथीभाइहरूसँग रमाइलो गर्दै, साथीभाइ मात्रै नभएर गाउँको ओल्ड एज ग्रान्डमा खेलेर अङ्कल आन्टी सबैजना नाचेर रमाइलो गर्नुहुँदैछ। सो गाइस आजको लागि चाहिँ यति नै। होप यु अल लाइक माई भिडियो। सो यदि तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने चाहिँ सब्सक्राइब गर्नु या त लाइक कमेन्ट गर्नु नबिर्सिनुहोस् होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज।